ड्याडी एउटा कुरा सुन्नु त भन ड्याडी बिहा के अरे बिहा गर्नेस् भन भन बिहा गर्छस् एउटा केटी हेरेको थिएँ मैले बिहा गर्छस् चुप अनि मेरो चाहिँ बिहा गर्ने पहिला पुरा कुरा सुन्नु न के हो त भन त के हो ड्याडी 5 वर्ष पहिला तपाईले ब्याग किनिदिनु भयो त्यो पुरा च्यातेर चकना चुर भइसक्यो 5 वर्ष मात्रै भयो तेरो ब्याग किनेको हाम्रो जमानामा 10-15 घण्टा माथि डाँडामा गएर हिँडेर जाने हिँडेर आउने झन् त्यसमाथि ब्याग भन्ने नामो निशान क्लासमा जानुपर्छ क्लासको मान्छेले के भन्छन् फोर उठाउने मान्छे आयो भने तर्सिन्छन् कि एउटा नयाँ ब्याग किनिदिनु पर्यो कुनै कपडा किने पनि हामीले 20-25 वर्षमा एउटै कपडा लगाउँछौँ एउटै ब्याग स्याग किन्ने हैन मसँग एउटा ब्याग छ म त्यही ब्याग दिन्छु तँलाई ड्याडी किनिदिनु पर्यो ब्याग ओहो नानी आऊ आऊ न आऊ के काम पर्यो भन त ड्याडी मलाई चटपटी खान पैसा दिनु न साथीहरुसँग चटपटी खान जानु छ कि मलाई त दिनु भन्दैन यसलाई दिनु 1 2 3 4 टोटल 400 छ मज्जासँग साथीलाई पनि खुवाउनु पार्टी साटी खानु ल थ्यांक यू ड्याडी म मान्दैन मैले यसले 50 मागे तपाईले 400 दिनुभयो मलाई यत्रो तिनदेखि ब्याग गरेर के कतेर ब्याग चाहियो मलाई त्यस्तै ब्याग चाहियो त्यसलाई मेरो ब्याग छ मेरो ब्याग मजासँग उ गर अरु मलाई थाहा छैन ल ओरिजिनल ब्याग हो यो ओरिजिनल ल यो ब्याग टक्क पारमा लक अनि भइहाल्छ पुरा भिडियो हेरेर माया देखाइदिनु भयो धन्यवाद र भिडियोलाई सब्स्क्राइब र कमेन्ट गरिहाल्नु होला है ल